तिम्रो सास 81 बन्द भयो 5 सेकेन्डको लागि के नै हुन्छ होला भनेर सोध्छौ, तर ट्रुथ यो हो 5 सेकेन्ड्सले अर्थ अलमोस्ट कोल्याप्स गर्न सक्छ। आज तिमी देख्नेछौ यो साइलेन्स कसरी डिजास्टरमा बदलिन्छ। हामी अक्सिजनलाई नोटिस गर्दैनौँ किनकि यो अलवेज फ्री छ, अलवेज एभाइलेबल। तर साइन्स भन्छ विदाउट अक्सिजन लाइफको हरेक सिस्टम इन्स्टेन्ट फेल हुन्छ। सो इमेजिन गर यो सडनली गायब भयो भने के होला त। फर्स्ट सेकेन्डमा लङ्स एम्टी फिल हुन्छ, ब्रेन प्यानिक मोडमा, मान्छे बोल्न खोज्छ आवाज आउँदैन, अक्सिजन नभइकन आवाज नै आउँदैन। यस, बर्ड्स आकाशमै अनस्टेबल हुन्छ, आगो निप्छ, कारको इन्जिनहरू चोक हुन्छ, पुरा वर्ल्ड एकछिनको लागि ग्लिच जस्तो। तर यो त स्टार्ट मात्र हो, जस्ट फर्स्ट सेकेन्ड। सबै सोध्छन् 5 सेकेन्ड त सर्ट हो नि, एकछिन त सास रहिहालिन्छ नि। बट हियर इज द सक, अक्सिजन बन्द हुँदा एयर प्रेसर सडनली चेन्ज हुन्छ। त्यो प्रेसर सिफ्टले विन्डोज क्र्याक हुन थाल्छ, स्मल एक्सप्लोजन हुन थाल्छ, प्लेन्स अनस्टेबल हुन्छ र पावर ग्रिड्स फेल हुन्छ। मिन्स अक्सिजन नभएको मोमेन्टले नयाँ डिजास्टर नै क्रिएट गर्छ, नट जस्ट ब्रिदिङ प्रब्लम। अक्सिजन जस्ट सास लिन र आगो बाल्दाखेरि काम आउँदैन, इट कन्ट्रोल्स इनर्जी, प्रेसर एन्ड डिफ्रेन्ट केमिकल रियाक्सन्स। यो गायब हुँदा नेचरको ब्यालेन्स ब्रेक हुन्छ। तर अब सोच, यो हावा 5 सेकेन्ड होइन 30 सेकेन्डसम्म गायब भयो भने त्यो मोमेन्टमा मान्छे अनकन्सियस हुन थाल्छन्, प्लेन्स कन्ट्रोलमा हुँदैन, हस्पिटलमा ब्याकअप पनि फेल हुन सक्छ, सहर पुरै इमर्जेन्सी जोन भन्छ। थिङ्क, एउटा डक्टर अपरेसन गर्दैछ, एउटा बच्चा आइसियुमा छ अनि सडनली हावा नै छैन। यो जस्ट साइन्स होइन, यो लाइफ र डेथको फरक हो। सो हामी हावा हेर्न सक्दैनौँ, तर हावा बिना हाम्रो दुनियाँ 1 सेकेन्ड पनि चल्दैन। सबै ठुलो टेक्नोलोजी भन्दा पनि सबभन्दा इम्पोर्टेन्ट कुरा भनेको सास हो, हावा हो। एकछिनपछि त हावा फेरि आउँछ, सबै अलाइभ, तर वेल सेकन। अनि वी रियलाइज वान थिङ, जे कुरा हामी इग्नोर गर्छौँ त्यही कुराले लाइफ चलिरहेको हुन्छ। सास 5 सेकेन्डको लागि गायब भयो भने यस्तो हाल्छ। अब ग्रेभिटी अलि मात्र चेन्ज भयो भने दुनियाँको सर्भाइभ नै गर्न सक्दैन। नेक्स्ट त्यो भिडियो मिस नगरेर, स्क्रिनमै छ।